तपाईको नाम भन्नुस् त के हजुर सन्दीप के हो सन्दीप चौधरी अनि कति क्लासमा पढ्छौ 7 क्लासमा कहाँ दुबी चौक यहाँबाट कति टाढा छ 20 मिनेट हिँडेर जान्छौ अनि त्यहाँ कस्तो पढाइ राम्रो छ त्यो भन्दा अगाडि कहाँ पढाइ थियो सुरुदेखि अनि दिन स्कुल जान्छौ कि आफ्नो समय मिलाएर मात्र जान्छौ कहिले काम परेर घरै बस्छौ अनि कति पढ्छौ दिनको पढाइ हुन्छ कि हुँदैन दिनको हुन्छ स्कुलमा मात्र पढ्ने हो कि घरमा मात्रै पढ्छौ घरमा पढ्छौ सबै होमवर्क गरेर लान्छ सबै त कहिले भ्याइन कस्तो होमवर्क गर्नुपर्छ जस्तो लाग्दैन लाग्दैन अनि किन नगरेको त होइन जे भने तिमीलाई जस्तो लाग्छ घरको काम पढाइ भन्दा ठुलो लाग्छ घरको काम सकाउनु पर्छ जस्तो लाग्छ हो कि होइन हो अनि किन राम्रोसँग पढ्यो भने राम्रो हुन्छ पछि आफ्नो भविष्य राम्रो हुन्छ जस्तो लाग्दैन अनि किन त फेरि घरको काम ठुलो लागेको कि आमा बुवालाई सघाउनु पर्छ जस्तो लाग्छ हो कि अल्छी लागेको पढ्नुभन्दा घरको कामै सजिलो अल्छी लाग्दैन पढ्न रमाइलो लाग्छ अनि अरू साथीहरू पनि त्यस्तै दिन बिराएर आउँछ कि दिनदिनै स्कुल आउँछ कोही साथीहरू दिन बिराउँछन् कोही बिराउँदैन अनि तिम्रो रिजल्ट आयो छैन कस्तो लाग्छ पास हुन्छ होला राम्ररी पढेर जाँदैन जहाँ त दिया हो राम्रै पढेन अनि कतिसम्म पढ्ने इच्छा गरेको छौ त कतिसम्म पढ्छु म यतिसम्म पढ्छु यस्तो गर्छु के सोचेछ भविष्यको लागि हो यसपछि अनि कलेज नजाने तिमीले अरू ठुलो मान्छे जस्तो पढेर ठुलो भएको मान्छेहरू देखाएको छौ तिनीहरूसँग कुरा गरेका छौ छैन पढ्यो भने यस्तो हुन्छ ठुलो काम गर्न पाइन्छ राम्रो हुन्छ आफ्नो त्यस्तो थाहा त छ कि छैन थाहा छ